नमस्कार नमस्कार अनि फेरि पनि नमस्कार अनि स्वागत छ कार्यक्रम उकाली ओरालीको पर्खाइमा बसिरहनु भएका सम्पूर्ण दर्शक साथीहरुमा म अनुषाको तर्फबाट कार्यक्रम उकाली ओराली लिएर उपस्थित भइसकेकी छु है। आज सोमबारको यस बसाइमा हामी रमाइलो गर्नेछौं र मौसमको कुरा गर्नु पर्दा काठमाडौँ उपत्यकामा अलिअलि चिसो अनुभव भइरहेको छ। हामीलाई मौसमी ठाउँमा पानी पनि परिरहेको जानकारी हामीले पाएका छौं। आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला, मौसम एकदमै परिवर्तन भइरहेको छ। छिनमा घाम लाग्छ, छिनमा पानी पर्छ। यो अब ठ्याक्क मौसम परिवर्तन हुने बेला भएर पनि होला धेरैलाई रुगाखोकीले सताइरहेको छ। स्वास्थ्यको ख्याल गर्नु होला, सबैभन्दा ठूलो स्वास्थ्य रहे मात्र हामी सबै रहन्छौं। र आजको कार्यक्रममा मज्जाले दोहोरी खेल्नको लागि हामी उपस्थित भइसकेका छौं भने तपाई पनि हुनुहुन्छ। त्यसैले हामीलाई फोन गर्न सक्नुहुन्छ, तर विश्रामपछि। अहिले पनि दुईजना कलाकार साथी बीचको दोहोरी हामी प्रस्तुत गर्छौं। आज हाम्रो साथमा हुनुहुन्छ, कार्यक्रम उकाली ओरालीमा बारम्बार आउनुहुन्छ, बेला बेलामा तपाईलाई रमाइलो गर्नुहुन्छ। निकै मिठो स्वर छ, लोक दोहोरी गायक हुनुहुन्छ खेम भण्डारी। त्यस्तै गरी पहिलो पटक उकाली ओरालीमा आइपुग्नु भएको छ लोक दोहोरी गायिका हुनुहुन्छ वन्दना पाण्डे भने सधैँ हामीलाई साथ दिनुहुन्छ। निकै नै राम्रो वाद्यवादक हुनुहुन्छ, मित्र भन्न रुचाउँछु। त्यति मात्र हैन, निकै राम्रो नृत्य गर्नुहुन्छ, गीत पनि त्यतिकै मिठो गाउनुहुन्छ, शब्द त्यतिकै राम्रो छ उहाँको। ईश्वरी प्रसाद भुसाल हामी चारैजना उपस्थित भएका छौं। पालै पालो म सबैलाई स्वागत गर्छु। खेमजी स्वागत छ। नमस्ते। उकाली ओराली हेरेर बस्नु भएको देश तथा देशमा रहनुहुने लोकपारखी दर्शकहरुमा म लोक तथा दोहोरी गायक खेम भण्डारीको तर्फबाट फेरि पनि हार्दिक नमस्ते टक्राउन चाहन्छु। हाम्रो वन्दनाजीलाई पनि स्वागत छ। नमस्कार, म गायिका वन्दना पाण्डे। यो इमेज च्यानलमा लोक दोहोरी इमेज च्यानलको उकाली ओराली हेरेर बस्नुहुने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा मेरो फेरि पनि नमस्कार भन्न चाहन्छु। हाम्रो ईश्वरजीलाई पनि स्वागत छ। धन्यवाद। धेरै धन्यवाद छ। र हामी चारैजना उपस्थित छौं। कुन भाकामा दोहोरी खेल्छौं सोचिरहनु भयो होला। निकै रमाइलो भाका हामीले चयन गरेका छौं। त्यसैले सुरुवात हाम्रो खेमजीले गर्नुहुन्छ। रमाइलो गर्ने कोसिस हामी गर्नेछौं, तपाईले साथ दिनुपर्छ। तपाईले सुनिरहनु भएको छ, मेरो आवाज स्वर बसिरहेको छ। धेरै जनालाई त्यस्तो भइरहेको होला, त्यही भएर भनिरहेको छु। चिसो पानी तताएर मन तातो गरेर खानु होला है। तातो पानी तताउनुस् म भन्दिन। यतिखेर खेमजीतिर लाग्छु। दोधार भो मन मका सोगरुनी भेटा भयो अद्वैसे तरुनी बल्ल पर्यो निर्माया माकुरी जालैमा मका सोगरुनी भेटा भयो अद्वैसे तरुनी बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा। मलाई हेर्दा सबजना जले रैछौ खेमु नक्काले बल्ल पर्यो निर्माया माकुरी जालैमा सबजना जले रैछौ खेमु नक्काले बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा। कति केटी छोडेर गाए कसले हेर्छ यतिको नभए बल्ल पर्यो निर्माया माकुरी जालैमा छोडेर गाए कसले हेर्छ यतिको नभए बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा। हे लाउनु पर्छ जीवनको पार यो चालाले बन्दैन घरबार बल्ल पर्यो निर्माया माकुरी जालैमा जीवनको पार यस्तै भए जल्दैन घरबार बल्ल पर्यो निर्माया माकुरी जालैमा बल्ल पर्यो निर्माया
राम्रा देखे मेरो मन्जाल थियो मेरो मन्जाल थियो यस्ता बुढी भेट हुन्छन् के चल्थ्यो बल्ल पर्यो निर्मायामा कुरी जालैमा मेरो मन्जाल थियो मेरो मन्जाल थियो यस्ता बुढी भेट हुन्छन् के चल्थ्यो बल्ल पर्यो निर्मायामा कुरी जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा हे जान्या रहेछौ खुब मिठो गाउन नि खुब मिठो गाउन नि गाह्रै पर्ला म जस्तै पाउन नि बल्ल पर्यो निर्मायामा कुरी जालैमा खुब मिठो गाउन नि खुब मिठो गाउन नि गाह्रै पर्छ म जस्तो पाउन नि बल्ल पर्यो निर्मायामा कुरी जालैमा जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा यति कुरा मोटीले जान हे जिरे हुँ म चान्छु ने नठान बल्ल पर्यो निर्मायामा कुरी जालैमा मोटीले जान जिरे हुँ म चान्छु ने नठान बल्ल पर्यो निर्मायामा कुरी जालैमा जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा हे एक्लो रहेछौ भाका छौ मर्ने आफै म पाइ भनेर के गर्ने बल्ल पर्यो निर्मायामा कुरी जालैमा भाका छौ मर्ने आफै म पाइ भनेर के गर्ने बल्ल पर्यो निर्मायामा कुरी जालैमा जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा कुरा सुन्दा म आफै ढले अघि आफै भन्दै थियौ नक्कले बल्ल पर्यो निर्मायामा कुरी जालैमा म आफै ढले अघि आफै भन्दै थियौ नक्कले बल्ल पर्यो निर्मायामा कुरी जालैमा जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा हे मनको कुरा भन्नलाई डराउनन् नकालेलाई त्यति मन पराउनन् बल्ल पर्यो निर्मायामा कुरी जालैमा भन्नलाई डराउनन् नकालेलाई त्यति मन पराउनन् बल्ल पर्यो निर्मायामा कुरी जालैमा जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा हे म त भन्छु मन खाको चाहिन्छ तिमीलाई के थाहा केटीको लाइन्छ बल्ल पर्यो निर्मायामा कुरी जालैमा बल्ल पर्यो निर्मायामा कुरी जालैमा जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा हे निराश देखिन्छौ कालो गफलाउन चाहिरहेछौ है सिपालो बल्ल पर्यो निर्मायामा कुरी जालैमा देखिन्छौ कालो गफलाउन चाहिरहेछौ है सिपालो बल्ल पर्यो निर्मायामा कुरी जालैमा पर्यो पर्यो निर्मायामा कुरी जालैमा दोरी गाउन यहाँसम्म आएको नि तिम्रो बिहे किन नभएको नि बल्ल पर्यो निर्मायामा कुरी जालैमा यहाँसम्म आएको नि
नभाको नि बल्ल पर्यो निर्माया माकुरी जालैमा जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे पछि पर्ने सबै साइड लगाए अरूको बेहेरेरै अगाए बल्ल पर्यो निर्माया माकुरी जालैमा सबै साइड लगाए सबै साइड लगाए अरूको बेहेरेरै अगाए बल्ल पर्यो निर्माया माकुरी जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे अब माया नलाउने मे शोभा नलाउने मे शोभा बुढी कन्ने बस्छौ त त्यसो भा बल्ल पर्यो निर्माया माकुरी जालैमा नलाउने मे शोभा नलाउने मे शोभा बुढी कन्ने बस्छौ त त्यसो भा बल्ल पर्यो निर्माया माकुरी जालैमा जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे के हे भन भएको जन्जालमा फस्नु भन्दा यसै मलाई भएको छ आनन्द बल्ल पर्यो निर्माया माकुरी जालैमा फसिनु भन्दा यसै मलाई भएको छ आनन्द बल्ल पर्यो निर्माया माकुरी जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे नराम्रालाई म आफै टेरेन म आफै टेरेन सिधै भन राम्राले हेरेन बल्ल पर्यो निर्माया माकुरी जालैमा म आफै टेरेन म आफै टेरेन सिधै भन राम्राले हेरेन बल्ल पर्यो निर्माया माकुरी जालैमा जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे तिमीले भन्न खोजेको के नि रिजेक्ट गरे युकेको लाउरे नि भन्न पर्यो निर्माया माकुरी जालैमा खोजेको के नि रिजेक्ट गरे युकेको लाउरे नि बल्ल पर्यो निर्माया माकुरी जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा अब रिजेक्ट गरे युके को लाउरे नि भनिसक्नु भएको छ हाम्रो वन्दनाजीले। अब खेमजीको के हुन्छ फेरि उहाँलाई झट्का है त्यो हेर्न बाँकी नै छ। एकैछिन तपाईँले कुर्नै पर्छ। कार्यक्रम हेर्दै हुनुहुन्छ उकाली ओह्राली इमे च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको छ। यतिखेर भने पालो विश्रामको। विश्रामपछि फेरि आउनेछौँ, कतै नजानुहोला। कार्यक्रममा राखिएको छोटो विश्रामपछि पुनः स्वागत छ। हेर्दै हुनुहुन्छ कार्यक्रम उकाली ओह्राली इमे च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको छ। म छु तपाईँको साथमा अनुषा बनी, मेरो अनि तपाईँको साथमा ईश्वरी प्रसाद भुसाल हुनुहुन्छ। मादलमा साथ दिइरहनु भएको छ भने दुईजना कलाकार साथीको कुरा गर्नु पर्दा लोक तथा दोहोरी गायक हुनुहुन्छ खेम भण्डारी, त्यस्तै गरी लोक दोहोरी गायिका हुनुहुन्छ वन्दना पाण्डे। उहाँहरू बीचको दोहोरी तपाईँ माझ प्रस्तुत गरिरहेका छौँ भने तपाईँ पनि फटाफट फोन गर्नु होला। यतिखेर म खेमजीतिर लाग्छु। ए तिम्रो भाग्य रहेछ नि बलियो, रहेछ नि बलियो, ए लाउरे भन्छौ कताको हलियो, बल्ल पर्यो निर्माया माकुरी जालैमा, रहेछ नि बलियो, रहेछ नि बलियो, लाउरे भन्छौ कताको हलियो, बल्ल पर्यो निर्माया माकुरी जालैमा, जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा। हे म त उसँग बोल्न नि डराउँछु, बोल्न नि डराउँछु, पर्खा तिमीलाई सौसलाई भेट गराउँछु, बल्ल पर्यो निर्माया माकुरी जालैमा, बोल्न नि डराउँछु, बोल्न नि डराउँछु,
गराउँछु बल्ल पर्यो निर्माया माकुरी जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा तिम्रो घर छैन र मगाको छैन र मगाको यो बाहुनीले के फुर्ती लगाएको बल्ल पर्यो निर्माया माकुरी जालैमा छैन र मगाको छैन र मगाको यो बाहुनीले के फुर्ती लगाएको बल्ल पर्यो निर्माया माकुरी जालैमा जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे हल्का काली हे हल्का काली हल्का चाहिँ गोरी हो कम नठान लाउरेको छोरी हो बल्ल पर्यो निर्माया माकुरी जालैमा हल्का चाहिँ गोरी हो हल्का चाहिँ गोरी हो कम नठान लाउरेको छोरी हो बल्ल पर्यो निर्माया माकुरी जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा ए मेरो माया तिमीमा सार्छु तिमीमा सार्छु ए जो भए नि अब म ठिक पार्छु बल्ल पर्यो निर्माया माकुरी तिमीमा सार्छु जो भए नि अब म ठिक पार्छु बल्ल पर्यो निर्माया माकुरी जालैमा जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे तिम्रो उमेर धेरै नै कच्चा छ धेरै नै कच्चा छ के ठिक पार्थ्यो भर्खरको बच्चा छ बल्ल पर्यो निर्माया माकुरी जालैमा धेरै नै कच्चा छ धेरै नै कच्चा छ के ठिक पार्थ्यो भर्खरको बच्चा छ बल्ल पर्यो निर्माया माकुरी जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा कति माया छोडेर गइसके छोडेर गइसके एकको बच्चा तन्देरी भइसके बल्ल पर्यो निर्माया माकुरी जालैमा छोडेर गइसके छोडेर गइसके केको बच्चा तन्देरी भइसके बल्ल पर्यो निर्माया माकुरी जालैमा जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे मैहु झिल्के भनेर हिँड्छौ भनेर हिँड्छौ हेर्दाखेरि बच्चा नै देखिन्छौ बल्ल पर्यो निर्माया माकुरी जालैमा भनेर हिँड्छ जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा ए जिन्दगीको बारेमा सोच त बारेमा सोच त म बच्चा भए दाँत फुक्ल्या खोज त बल्ल पर्यो निर्माया माकुरी जालैमा बारेमा सोच त बारेमा सोच त म फुक्ल्या खोज त बल्ल पर्यो निर्माया माकुरी जालैमा जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा हे रहेछौ आधा बैसेमै पल्केको बैसेमै पल्केको चाहिन्छ हल्का उमेरै ढल्केको बल्ल पर्यो निर्माया माकुरी जालैमा बैसेमै ढल्केको बैसेमै पल्केको चाहिन्छ हल्का उमेर ढल्केको बल्ल पर्यो निर्माया माकुरी जालैमा माकुरी जालैमा पर्यो पर्यो निर्माया माकुरी जालैमा ए
आजकल कन्ने बसेको कोही हुन्छ अधभैँसे त अर्कैको पोइ हुन्छ बल्ल पर्यो निर्माया माकुरी जालैमा बसेको कोही हुन्छ अधभैँसे त अर्कैको पोइ हुन्छ बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा हे जुन तुनाले यो मन छुदैन कोहीको त बेगर्या हुँदैन बल्ल पर्यो निर्माया माकुरी जालैमा यो मन छुदैन कोहीको त बेगर्या हुँदैन बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा हे हतारैमा घरबार जोडेका कोही भेट्छौ बुढीले छोडेका बल्ल पर्यो निर्माया माकुरी जालैमा घरबार जोडेका कोही भेट्छौ बुढीले छोडेका बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा हे त्यस्तैले त यो मन छुन्छ बुढीले छोड्या भए चाहिँ ठिक हुन्छ बल्ल पर्यो निर्माया माकुरी जालैमा यो मन छुन्छ बुढीले छोड्या बल्ल चाहिँ ठिक हुन्छ बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा ए कति ठाउँमा बुझ्याछु साथीलाई भर्खरकाले कहाँ हेर्छ हात्तीलाई बल्ल पर्यो निर्माया माकुरी जालैमा बुझ्याछु साथीलाई भर्खरकाले कहाँ हेर्छ हात्तीलाई बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा हे तिमलाई के थाहा यो जोवन सिधा छ यो मन सिधा छ यही ज्यानो माथि लाखौं नै फिदा छ बल्ल यो मन सिधा माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा हे मनको धोको गीतबाट फेर्ने त आँखा फुट्या हो तिमीलाई हेर्ने त बल्ल पर्यो निर्माया माकुरी जालैमा गीतबाट फेर्ने त आँखा फुट्या हो तिमीलाई हेर्ने त बल्ल पर्यो निर्माया माकुरी जालैमा पर्यो निर्माया माकुरी जालैमा हे तिम्रा साथी तिमीलाई भनेपछि हाम्रो बन्दराजीलाई अलिकति धेरै नै चोट परे जस्तो छ पक्नु यस्तो जवाफ अलिक मजाले नै दिउँला अहिले खेन्जीलाई होइन। कार्यक्रम हेर्दै हुनुहुन्छ उकाली ओराली मेरो च्यानलमा प्रत्यक्ष प्रसारण भइरहेको छ, दरो दोहोरी चलिरहेछ। तपाईले पनि फोन गर्न सक्नुहुन्छ उपत्यका भित्रका साथीहरूले 40065333, त्यसै गरी उपत्यका बाहिर अनि नेपाल बाहिरका साथीहरूले 40065334 मा फोन गर्नुहोला। प्रत्यक्ष प्रसारण भइरहेको छ, तपाईको फोनको प्रतीक्षा हामीलाई छ। यतिखेर भने पालो विश्रामको।
हजुर, कार्यक्रममा राखिएको दोस्रो छोटो विश्रामपछि पुनः स्वागत छ। हेर्दै हुनुहुन्छ कार्यक्रम उकाली ओह्राली, प्रत्यक्ष प्रसारण भइरहेको छ इमेज च्यानलमा। र यतिखेर जति पनि साथीहरूले कार्यक्रम हेरिरहनु भएको छ उहाँ साथीहरूलाई अनुरोध गर्छु फोन गर्न सक्नुहुन्छ तपाईँले। र हाम्रो फोन लाइनमा कोही साथी आइसक्नु भएको छ, त्योभन्दा अगाडि एउटा शुभकामना पनि दिन चाहन्छु। जन्मदिनको शुभकामना। नेपाली लोक साङ्गीतिक क्षेत्रमा एउटै गीतले धेरैको मन जित्न सफल लोक गायिका, समाजसेवी, साहित्यकार हुनुहुन्छ तपाईँ मध्ये धेरैले यो गीत सुन्नु भएको छ, सालको पात टपरी गाँसेर। हजुर, साह्रै मिठो गीत। यो गीत गाउनु भएको छ उमा गुरुङले र उमा गुरुङको आज जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ कार्यक्रम उकाली ओह्रालीको तर्फबाट। र यतिखेर कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर नमस्ते। नमस्कार दिजु। हजुर नमस्कार। रामजी के छ हाल खबर? ठीक छ दिदी, ठीक छ। ल सुरु तपाईँले गर्ने हो? ल सुरु गर्नुहोस्। ए अब शान्त हुनी भो मन, हुनी भो मन, अदबसे भेटिया छ बन्दना, बल्ल पर्यो निर्माया माकुरी जालैमा, हुनी भो मन, हुनी भो मन, अदबसे भेटिया छ बन्दना, बल्ल पर्यो निर्माया माकुरी जालैमा, ए पर्यो पर्यो निर्माया माकुरी जालैमा। हे एक्लो जीवन आँसुको खोलानी, आँसुको खोलानी, हजुर कस्तो हुनुहुन्छ होला नि, बल्ल पर्यो निर्माया माकुरी जालैमा, आँसुको खोलानी, आँसुको खोलानी, हजुर कस्तो हुनुहुन्छ होला नि, बल्ल पर्यो निर्माया माकुरी जालैमा, माकुरी जालैमा, पर्यो पर्यो निर्माया माकुरी जालैमा। यही भएर मन भात कालो, मन भात कालो, हजुर मोटी म परे कालो, हजुर मोटी म परे पातलो, बल्ल पर्यो निर्माया माकुरी जालैमा, हे पर्यो पर्यो निर्माया माकुरी जालैमा। हे सँगै गयो लाग्यो छ हाँस, लाग्यो छ हाँस, मोटी छु म पातलो मन पर्यो, लाग्यो छ हाँस, मोटी छु म पातलो मन पर्छ, पर्यो पर्यो निर्माया माकुरी जालैमा, पर्यो पर्यो निर्माया माकुरी जालैमा। ए बन्दनाले खान्छौ कि घिउ पनि, खान्छौ कि घिउ पनि, मेरी आमै कत्रो हो जिउ पनि, बल्ल पर्यो निर्माया माकुरी जालैमा, खान्छौ कि घिउ पनि, मेरी आमै कत्रो हो जिउ पनि, बल्ल पर्यो निर्माया माकुरी जालैमा, ए पर्यो पर्यो निर्माया माकुरी जालैमा। हे मैतिरै छ सबैको ध्यान, सबैको ध्यान, यस्तै हुन्छ लाको र खाको हो ज्यान, पर्यो पर्यो निर्माया माकुरी ध्यान, खाको लाको यस्तै हो ज्यू ज्यान, पर्यो पर्यो निर्माया माकुरी जालैमा, पर्यो। तर रामजी हुनुहुन्थ्यो, उहाँको फोन लाइन काटिएको छ र जहाँसम्म लाग्छ अब हाम्रो समय पनि सकिन लागिसकेको छ। हाम्रो खेमजी आउनु भएको छ, वन्दनाजी आउनु भएको छ, दोहोरी
छोरी खेल्न आउनेछौँ भने यतिखेर म वन्दनाजीतिर लाग्न चाहन्छु। तपाईँको अनि भागीरथको आवाज भएको निकै मिठो गीत, अहिले पछिल्लो समय चर्चामा पनि रहेको गीत एक टुक्का गाइदिनुहोस् न। नभोलिको निधोमलाई नजौवनको टुङ्गो बनाइहाल्यो सिमलको भुवा झै हालुङ्गो निगालेको चोयाले हातै काटे बिसाउने निगालेको चोयाले यौवन गुला भनेर आत्माकै देखाउने यो मायाले। आहा, निगालीको चोयाली जसमा आवाज भागीरथ चलाउने अनि त्यसै गरी वन्दना पाण्डेको रहेको छ। तपाईँले कार्यक्रममा हेरिरहनु भएको छ यो गीत पनि। खेमजीतिर लाग्छु, तपाईँको एउटा गीत सुनाइदिनुहोस् यति बेला। मेरो भर्खर मात्रै बजारमा आएको हे मान्छे राम्री त्यही माथि गाउने सास परेसी आउन मन लाउने सधैँ रोधी धाइरहने बानीले कोही बिग्रे बोतलको पानीले मलाई बिगारे रोधीका नानीले बिग्रे बोतलको पानीले मलाई बिगारे रोधीका नानीले। आहा, मलाई बिगारे रोधीका नानीले भन्दै हुनुहुन्छ खेमजी। उहाँको पनि यो गीत चाँडोभन्दा चाँडो तपाईँले हेर्न पाउनुहुन्छ र कार्यक्रम हेरेर साथ दिनुभयो सबैलाई धेरै धेरै धन्यवाद। किनभने अब छुट्टिने बेला भइसकेको छ। दुवैजना हाम्रो खेमजी त्यसै गरी हाम्रो वन्दनाजीलाई धेरै धेरै धन्यवाद। निकै रमाइलोसँग दोहोरी खेलिदिनु भयो र विशेष धन्यवाद ईश्वरीजीलाई। निकै रमाइलोसँग उहाँले मादल बजाइदिनु भयो र त कार्यक्रममा रमाइलो भएको छ। र आजको लागि पनि हामी चारैजनाले बिदा माग्नुपर्छ। आफ्नो ख्याल राख्नुहोला, इमेज च्यानल हेर्दै गर्नुहोला। आजको लागि बिदा दिनुहोस्। हवस् त, नमस्कार।